24 गते तिलस्मी रूपमा प्रकट भए। के बोले भाइ? के बोले? के जथाभावी बोले? हामी एउटा फोटो खिच्दिउँ ल? खिच्दिउँ है? खिच्दिउँ एकछिन कस्तो गर्न भनेको उच्चा बाबु के भन्ने? पानी खाइ जिस्काउला फेरि। पानी त खानु पाइन्छ। चोच अनि हामीलाई पानी बाँड्ने मान्छे भनेर भन्छ नि त, त्यही भएर 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग की वजह से। हुन्छ कारीगरलाई महिना पछाडि तिनै नेता आउँछन्, हामी फेरि आन्दोलन गर्छौँ। आउनै दिन्न, घरबाट बाहिर निस्किनुहुन्न, म निस्किन्न होइन मार्दैन। एकछिन यसको सल्युसन छ गाइज माछिक्ने मन मार चोटलाई खुब बढी बढेछ जस्तो होइबाट सक्कल नदेखेर भाग हुन्छ भन्थे अनि टक्करै हेर्छ यार। म यस्तै न गुरुङको छोरो भेडा नै हुन्छ भनेको यही नै रहेछ, यही हो भेडा भएको। म एकदमै भेडा रहेछु। देश जबसम्म चेन्ज हुन्न, परिवर्तन म यस्तै हो, भेडा हो, हानेकै गर्छु म। अच्छा हमको सिखा रिया है। अच्छा कसैलाई छोड्दिनँ। तपाईँहरूलाई भगवान कसम मैले कसम खाएँ होइन, मेरो मातृभूमिको कसम खाएँ। म कसैलाई छोड्दिनँ होइन, म कसैलाई छोड्दिनँ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। एकैछिन पक्रै कस्तो आशा आयो भने त्यत्तिरै कस्तो राम्रो लाग्यो क्या मलाई। नाटकै हो। यो एउटा सपना थियो क्या हाम्रो, देश परिवर्तन हुन्छ भन्ने एउटा आशा थियो। आज मैले मेरो अगाडि हजुरहरू सबैजना देख्दाखेरि मलाई बल्ल मेरो देश परिवर्तन भयो जस्तो फिल भइरहेछ। त्यही भएर अलिकति कन्ट्रोल गरिरहेको छु। गयो यस्तो आँसु आउँदो थेत्तेरिका। नौटंकी नै हो यो, नौटंकी नै हो। मन्त्रीज्यू, तपाईले एक महिलासँग होटलमा रात बिताएको भन्ने समाचार आएको छ, यसबारे केही भन्छ? अर्को श्रीमती लगेर बसेको त हो नि, मेरो पनि व्यक्तिगत जीवन हुन्छ। जनतालाई हानि पुग्ने काम गरेको भए भन्नुहोस्, कामको कुरा गर्नुहोस्, व्यक्तिगत कुरालाई अनावश्यक रूपमा उचाल्न आवश्यक छैन। वाह, तपाईँ साँच्चीकै आशिक हुनुहुँदो रहेछ। अनलाइनमा यो मुख छाड्नेहरूलाई चाहिँ के कस्तो कारबाही सरकारले गर्छ? तपाईका स्टाटस र पोस्टहरू नै गाली खाने खालका हुन्छन्, त्यसैले यस्ता किसिमका पोस्ट गर्न बन्द गर्नुहोस्। त्यसो गर्नुभयो भने जनताले अनलाइनमा गाली गर्दैनन्। साथी हो हाँसौँ है, अब हाँसौँ। नरहे नेपाल, नरहे नेपाली, नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो नेपाली हामी रहुला कहाँ, नेपालै नरहे भन्छ नि, हो त्यही नै हो।